ढुङ्गामा चाहिँ हामी जाँदैछौँ। यो कुनै एउटा चिन्ह होला, निशानी होला कुनै टाइमको, त्यो पार्कमा राखिएको छ। त्यहाँ मैले देखिरहेको छु मूर्तिहरू बनाइएको छ, सायद शहीदहरूको होला। त्यसमा पहिला बहुत ठुलो लडाइँ भएको रहेछ कि, त्यस्तो देश हो यो। डानुबाट ढुङ्गालाई कस्तो मजाले सजाएर राखिएको छ पार्कमा। के लेखिएको छ अब बेलारुसी रसियन भाषामा लेखेको छ। हामीले चाहिँ बुझ्दैनौँ। तपाईँहरूलाई शहीदको फोटो पनि देखाउन जान्छु। शहीद हो अब अथवा के हो है, त्यहाँ लाँदैछु। मुस्कान त मिठो छ त निरबहादुर, मुस्कान त मिठो छ त। मैले शहीदहरूको फोटो देखाउनु अथवा शहीद हुन् के हुन् है मलाई थाहा भएन। कस्तो मजाले सजाइएको छ 1 2 3 4 जनाको। म तपाईँहरूलाई त्यो देखाउनु तलतिर फुल राखेर कति यसरी स्वागत गरिएको छ। हेर्नुहोस् है 4 जना हुनुहुन्छ त्यहाँ 1 2 3 4 यस्तो राम्रोसँग उहाँहरूलाई चाहिँ हेर्नुहोस् त स्तम्भ हो यार। यस्तै सहयोग गरी सजाइएको छ फुल राखेर। यो फुल चाहिँ नि कृत्रिम हो है, यो बनाइएको होइन। यो चाहिँ एकदम यहाँ रोपिएको फुल हो यो, तर यो कृत्रिम हो, थाहा भएन है। मैले यसलाई अहिले पढेर हजुरहरूलाई सुनाउने छु। यो भलाको नै नेक्स्टमा है, अर्कोमा दिन्छु, म देखाउँछु के छ नेपालीमा लेखेको।